Hello guys, welcome back to my new hello guys, welcome back to my new video. स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा. So guys, आज चाहिँ हामीहरु तीन जना भएर after so long time आज चाहिँ हामीहरु तीन जना मिलेर घुम्न मिलाएन. मतलब सबै फ्यामिली छम. फ्यामिली नै भनौं. अब सबको फाइनल लुक देखा. फर्स्टमा मेरो म त देखाइन. ओ पारी यो फोन भएको के फोनको मालिक. सो गाइस हामीहरु चाहिँ आइसक्यौं. अब गइराछौं. मतलब आउन त आइसक्यौं तर स्थानमा चाहिँ आइपुगेनौं. त्यही त हैन होला. हाम्रो 50% तिम्रो अगाडि हुनुहुन्छ. मम्मीहरु चाहिँ पछि आउनु हुन्छ. हाय आन्टी. ये बरे इन्द्रला है. केटी राम त म गरेन के बा. त्यहाँ हो म गर्ने त यहाँ. गाइस हामीले रेकर्ड नाचेर नि रेस्ट गरिसके. गरे सृष्टि नाच्न गएको नि. अब हामी पनि एकछिनमा नाच्न जान्छौँ. म त नाच्दैन. मलाई सिकाइछ. यहाँलाई देखाइराख्नु मन लाग्छ कि. के गर्ने रे? दिदीलाई ब्लगमा ल्याइस. खानु पनि खा के. यो जिगम टिपेर खा. म बिगारे हैन ल. कोही नि. याको फ्युचर. पानी लिउन जाँदै हुनुहुन्छ मेरो दिसु बेबी. तर पानी पाउनु भएको छैन. लुट्न बरु सृष्टिले म्याग भइसक्यो यार.
नेप्ची गाई चाहिँ नाच्दैछन् तर हामी बस्दैछौँ अरू नाच्दैछन् हामी बस्दैछौँ यति नाचिरहेछ यो फेरि के साह्रो राम्रो दिदीलाई देखाउनु दिदीको जस्तो गर्के किन आउने सो फाइनली गाइज हामीहरू चाहिँ नाचिसकेर चाहिँ हाम्रो घर आइसक्यौँ। अनि आजको दिन चाहिँ कस्तो भयो? नाच्नु रमाइलो त भयो तर खुट्टा जिन्दगीमा पहिलो पटक नाच्दा कस्तो अनुभव भइरहेछ? रमाइलो नि। अब तपाईँले फेरि सेम क्वेसन लाग्यो। मलाई रमाइलो लाग्यो। तपाईँ त मगर नि होइन होला, पहिलो पटक त होइन होला। आउनु त धेरै आयो तर रमाइलो लाग्यो। तपाईँले कस्तो लाग्यो? म त सधैँ हेर्दा रमाइलो लाग्यो तर अरू दिन भन्दा आज चाहिँ मेरो खुट्टा सो गाइज आजको ब्लग चाहिँ यति नै रह्यो। छोटो छ ब्लग चाहिँ आज, किनभने हामीहरू रमाइलो गर्नेमै व्यस्त थियौँ। किनभने मतलब
नाच्यौँ अनि मतलब हामीले नाच्न गएको कारणले चाहिँ हामीले भ्लग बनाउन पाएनौँ र त्यस्तो राम्रोसँग चाहिँ हामीले नाचेको भिडियो नि बनाएनौँ सोचे जस्तो चाहिँ पाएन भनौँ न आज चाहिँ खसाल्दैन यसलाई सो हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो अनि के अरे कमेन्टमा गएर प्रतिक्रिया दिनुहोला गराइदिनु भएको नाच्नेलाई नि अनि सुरुमा गएको हाम्रो हुन्थ्यो आजको लागि चाहिँ यति भन्दै बिदा हुन्छ बाई